ती तीनजना यत्रो लामो लासै छ के लासै छ लासो छ के यहाँनिर आयो यो ए हेत तेरिका यार तिमीहरूलाई यहाँ बस भनेको होइन ए भाइ उठ हामी जानुपर्छ दाइहरूसँग खान्छ हामीलाई यहाँनिर खाँदैन तिमीहरू यहीँ बस उठ के बस्नु पर्छ तिमीहरू यार खुनै खुन भएको छौ तिमीहरू यार यो मान्छेको त झन् लास्ट गाह्रो भएर छ तिमीहरूले ड्रिङ्क पनि गरे हो अलिअलि गरेको यहाँ डाँडामा आएर मान्छेले हामीलाई यहाँ ठिर्यो को के भएको ए भाइ के भयो यो भाइलाई गाह्रो भइरहेछ के हो हामी दुईजनालाई गाह्रो भएछ दाइ के गर्नु हामी गन्तमानको घर हिँडेको मान्छे हामी गन्धमान घर हामी त्यहाँ भएर सकेर फर्केको ल ठिक छ ती तीनजना ए केटाहरू तिनीहरू भ्लाग्रो जान्थ्यो अनि केमा आएको थियो तिमी हिँड्दै आएको थियो हिँड्दै आएको माथि स्कुटर ठेलेर को चिनेले अलिकति पनि मान्छे चिनेन अलिकति चिनेन दाइ चिनेन म सानो होइन त्यो अन्त स्कुल हान्ने ग्रुपहरू हो होइन म सानो हो के आउनु न पछाडि मसान होइन उता ती तीनजना यत्रो लामो लासै छ के लासै छ लासो छ के यहाँनिर आयो यो ओइ ग्लास कसको छ भनेको यहाँनिर छ कि कता छ ललित आइज पछाडि को तिमीहरूले खाएको छौ कि अब केटा हो पहिलेसम्म जुथ्यौँ हामी दुईजना कुरो बुझेन है केटा हो यस्तो तिम्रो कुरा पनि कसरी पत्ता लगाउनु सक्छु जानु मैले तिमीहरूले के हो तिमीहरूले ड्रिङ्क पनि गरेछौ कि क्या यहाँनिर ती तीनजना मान्छेहरू पछाडि लागेर लास सहित आएर हामीलाई यहाँनिर त्यसले हामीलाई यहाँनिर के भन्छ यिनीहरू यस्तो है ओहिलेसम्म जुझेको भइरहेछ हामी गन्तमानको घर हिँडेको मान्छे हो तल हामी हो के आइज भाइ यहाँ आइज यिनीहरूलाई यो उसले छोपे जस्तो लाग्यो म यिनीहरूलाई त्यो हुन्छ नि त्यो मसानहरूले यिनीहरूलाई उयो गरेको यो मान्छेले देख्ने रहेछ क्या थाहा भइसक्यो देख्ने होइन आइज भाइ यस्तो तपाईँ हामी त्यसो यसको बारेमा के भयो भने यस्तो दुईजना मात्रै हो भाइहरू हामी दुईजना मात्रै हो यो लास्ट सहित छ मान्छे यहाँ अगाडि लास्ट सहित छ के हामी जुझेको होइन दुईजना छैन नगरौ पुलिस बोलाएर गर्दै यसले अर्को छ हेलो यो पुलिस बोलाएर उ गरौँ त के हो यार यो त यस्तो खुनै खुन भएको छ स्कुल पनि ठेलेको हाम्रो पार्टीलाई यहाँनिर पुरै लास छ अगाडि लास छ लास छ क्या अगाडि यो भाइ के हो यार यस्तो अवस्था अनि केटाहरूको धामी ल्याइदिनु हामीलाई धामी सक्ने मान्छेले दिनु मान्छेले ठुक्ने मान्छे ल्याइदिनु हामीलाई लास चाहिँ घिरेर आइछ यहाँनिर दुईजना मान्छे लास बोकेर आइरहेको छ यहाँनिर अहिलेसम्म जुझेको म तिमीहरू आफै अनब्यालेन्स छौ दाइ हामी हलेसीदेखि सँगै आएको स्कुटर ठेलेर हामी राम्रो सोचिन्छु तिमी खर्को भएन होइन म अर्कोले भाइ खर्को भन्नु आएछ तल उको हो के कहाँ हाम्रो घरभन्दा मुनि हो अर्कोले क्या उता पारिगाउँ चल्छ फोक्टी होइन फोक्टीदेखि पनि उता के अरे रिछापट भन्दा अलि यतापट्टि हो कि होइन भाइ लासै बोकेर बोर्डदेखि पनि त्यो के अरे के सर अरे मैले प्रिन्सिपल ड्रिङ्क नगर्नु यो एउटा चाहिँ के भन्नु भाइहरूलाई ड्रिङ्क पनि गर क्या हेलो यस्तो गर्नु हुँदैन ब्लडको बमिट आएको छ हाम्रो ब्लडको बमिट आएको के गरेको यो भाइहरू यस्तो छ म तिमीहरूलाई राम्रोसँगले हेर्दाखेरि म यही हो घटना भन्न चाहिँ म सकिरहेको छैन है हामी त त्यहाँ परसालदेखि आएको बोलाइ गर्छ के हो अचानक हिँड्दा हिँड्दै कसरी यस्तो भयो यो यही हो मलाई थाहा छ घटनाहरू तर हामी भाइ भन्न आऊ पुलिस बोलाउँदैछौ फेरि हो कि होइन जेसुकै बोलाउनु धामी बोलाउनु भर्सक त धामी किन हामी बोलाउनु भनेपछि अगाडि आइरहेपछि यो खोलामा आएपछि आमालाई छोपियो कि तिमीहरू लड्यो हामी दुईजना केही गरेको छैन कि लास बोकेर आएको छ चारजना मान्छे कहाँ देखेर लास बोकेर आएको लास बोकेर आएको मान्छे देख्यौँ हामीलाई बोकेको देख्यो के अरे होइन त रगतै सरी भराएर सरी छ को यति जुझ्यौँ यहाँ हामी यति जुझ्यौँ तपाईँ नगए मर्थ्यौ यो भाइ यस्तो छ मेरो साथी यो सङ्घसाबाट आएको हलेसदेखि हामी स्कुटर ठेलेको माथि ग्राउन्डदेखि स्कुटर ठेलेर आएको तपाईँहरू आउनु नि त के हेर्ने हेलो हेलो लासै लास बोकेर आएको छ हामी छौँ क्या तल के अरे नलपुरको माथि सिरान छौँ हामी डाँटो हामीलाई पत्र हो
हाम्रै हो। हो कि केटा हो यो मैले यो घटना चाहिँ अलिक सिरियस लागिराखेको छ है यो के गरेको नानाको छेउछाउ हो तपाईँ सिसी नवलपुर जाने बाटोबाट आउनु त्यही उबाट उडो लाग्नु साँच्चै हो त, यही हो? अलिकति तलतिर मात्रै लास बोकेर आएको छ हामीलाई यो फास्टफुडदेखि पल्लो डाँडा भन्नु न यहाँ ओह्रालो आइपुगेर जाने मान्छे आएको छ त्यो अहिले बोल्दा मात्रै मिल्छ क्या लास्ट बोलेर आएको डाँडा भन्छ भिडियो कि भनेको नि त डाँडा डाँडैमा हो क्या डाँडामा त्यो डाँडा टोल डाँडा टोल भन्छ बाटो रोटा हुने रोटेमा छौँ कि हामी रोटेमा छौँ हामी त गन्धमान घरमा हिँडेको दुईजना लास बोकेर आएको छ मलाई त्यहाँ फ्याल्यो मुनि फ्याल्यो ए भाइ उठ हामी जानुपर्छ ड्राइभरसँग खान्छ हामीलाई यहाँनिर खाँदैन तिमीहरू यहीँ बस उठ के बस्नु बस तिमीहरू यार खुनै खुन भएको छौ तिमीहरू दैट यार यो मान्छेको त झन् लास्ट गाह्रो भएर रहेछ तिमीहरूले ड्रिङ्क पनि गरे हो अलिअलि गरेको यहाँ डाँडामा आएर डाँडामा आएर यहाँ आइपुग्यो हामीलाई लास्टै घेरेको लास्ट छैन तिमीहरू त्यस्तो नभन त्यस्तो हुँदैन हामी अघि गन्धमानको घरमा जाने भनेर हिँडेको मान्छे हो अनि राति पनि हिँड्ने हो त तिमीहरू अनि स्कुटर बिग्रेर हामीले माथि पठाएको दिदी र नाना र एकजना दाइले हामी गाडीमा आएको मान्छे हो यहाँ लास्ट छ उठ भाइ उठ बस तिमीहरू यहाँ बस भाइ यहाँ लास्ट छ है परबाट आएको हो हामीलाई ए तिमीहरू बस भनेको ए भाइ ओए बस तिमीहरू बस ए हेत तेरिका यार तिमीहरूलाई यहाँ बस भनेको होइन अनब्यालेन्स भइरहेको छ कि रक्सी अलिकति कम खाएको थियो ए तानु त्यहाँ अब डाँडा आएर खाएको हामीले भाइकै लडाइँ त्यसले त तिमीले खायो र त भाइ त्यो हो त के यस्तो हामी पार्टीमा हिँडेको मान्छेले यस्तो खानु हुँदैन के भाइ एउटा यहाँनिर छ लास्ट छ बाउलाई फोन गर जन कस्तो लाग्यो तेरो नम्बरमा बाउको नम्बर छ हेमेलाई कल गर बाउलाई कल गर हामी चाहिँ यहाँ के भयो लास्ट आएको छ 4 जना मान्छे बोकेर आएको छ हामीलाई यहाँनिर अलमोस्ट आइसक्यो यहाँ बस भाइले चिन्छ यिनीहरूलाई मेरो साथी हो यो सँगसँगबाट आएको त्यसलाई चाहिँ चिन्छु हेमेलाई कल गर्न छिटो बाउलाई कल गर जेन कस्तो नगर न छिटो हो के हो यार यो हाम्रो घरदेखि झन्डै 1 घन्टा लाग्छ यो तल झर्नु कुनै फुटायो हाम्रो यहाँ यार यस्तो राति अनि खाएर हिँड्दैन नि त भाइहरू यार खाएर कस्तो हिँड्नु दाइ तिम्रो अडी नै सक्यो आइज यहाँ मेरो साथी हो यो ए तिमीहरू त्यहाँ एक ठाउँमा बस त दाइ रक्सी नभन्नु हले सेयर त पार्छ हामी गाडीबाट यहाँ आएको मान्छे हो तर माथि एक गिलास खायो भने नि त्यसले त्यो गर्दाखेरि उनीहरूलाई कसैले अट्याक गर्यो कि न त दिमागै भोट दियो कि भने क्या होइन त्यो चिजहरू तर्साउने हो जन्ती लिएर आएको छ यो अर्को भाइलाई के भइरहेको छ भाइ तिम्रो ठिक छ बाउ सुन तिमी भन्नु खास के भएको भन त भाइ हामीलाई केले गर्यो भन त कहाँदेखि यस्तो भयो कि यहाँ आएर यस्तो भयो कि कतिदेखि भयो त लास्ट आएको थियो कि दाइ लास्ट आएको थियो 4 जना मान्छे बोकेर मैले देखिन अब उहाँले देख्नुभयो होला मैले त यहाँ तल फ्यालेको एकैचोटि यहाँ तल हेर्नु न तिमीले चाहिँ के देख्यौ त त्यो बेलामा उसले भूत लास देख्दै गर्दाखेरि तिमीले चाहिँ के देख्यौ केही त देख्यौ होला नि त तिमीले पनि अब मैले चाहिँ के देखेँ अब तिमीले कसले पिट्यो त नि मलाई त कसले पिट्ने ब्लड छ तिमीले आफूले एकचोटि उ गरेर भन त भाइ भन दाइहरूले हामीलाई केले पेल्यो भन्नु एकछिनमा भन म त त्यहाँ त्यहाँ सुतिरहेको थिएँ उठेर उठेको एकैचोटि हो त्यहाँ मुनि सुते यो ठाउँ हेर्नु न देखेँ भाइ देखिसकेँ के नजाउनु हामीलाई माथि निकालिदिनु अर्को निकालिदिनु हामी घर जान्छौँ म यो यहाँ लासै लाग्छ भनेपछि हामीलाई घर निकालिदिनु हामी यत्रो कसले पुर्याउनु न लडेर ठोकेको हो यस्तो छ भाइ पछाडि कस्तो भने म तिमी भन त के भएको भन त भाइ दाइहरू आउँदाखेरि म कस्तो ठाउँमा बस्दिनँ है यो बिचमा थिएँ उहाँ दाइ चाहिँ तल्लोटी
मलाई त तल फ्याल्यो अनि यो चोट चाहिँ तल्लो पासतिर तिमी यता लड्दा दाइ उता लड्दा चोट भएको के कारण चोट भएको एक्कासी ब्लड ब्लड अनि त्यो अनुहारमा चिथारे चिथारे ब्लडै जस्तो लड्छ मेरो पनि हिजोमा। अनि मैले के पनि भएर यो चिथार्दाखेरि त कहीँ न कतै तिमीले यस्तो हेर्दाखेरि त केही न अन्धधुन्द आउँदाखेरि पनि कुन हाइटको आइरहेछ कस्तो आइरहेछ तिमीले याद त गर्यौ नि थोरै त त्यो लडी बढी गऱ्यो होला मान्छेले पिरो तिमीले होइन नि होइन मान्छेले पिटे होइन त्यो के भन्नु अब के गर्ने हामी त दुईजना अङ्गाल मार आइरहेको थियौँ गन्तमानको घर कहाँ सोध्दै हामीले अर्को निकाल्नु हामी अर्को निकाल्नु बन्छु अरे दाइ हामीले अर्को निकाल्नु पछाडि आउँदैछ के अरे हाम्रो ग्रुपको गाडी अटो आउँदैछ त्यहाँ ड्याङ्गै त्यहाँ बस्ने बिरामी छ होइन हामी यहाँ बस्दैनौँ हामी यहाँ बस्दैनौँ छिटो त्यही त आउँदैछ आउँदैछ नि त आइन्जेल त पर्खिनु पर्यो नि त भाइ तर यो लास्ट के भनेको तिमीहरूले